सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर 2 स्थित यादवटोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना राजगंज चिनबारी जाने बाटोमा घटेको हो। गोली लागेर 3 जना घाइते भएका छन्, जसमध्ये 1 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा देवानगंज गाउँपालिका वडा नम्बर 1 निवासी बद्री यादवका छोरा करिब 24 वर्षीय रविन्द्र यादव, शिबु मेहता र विनोद यादवका 18 वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा गोली लागेका शिबु मेहताको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालमा लगिएको छ। प्रहरी अनुसन्धानका अनुसार गोली प्रहार गर्ने व्यक्तिहरूमा कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव र भारतीय नागरिक राजा पासवान रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। ती तीनै जना घटनास्थलबाट गोली प्रहार गरेपछि फरार भएको प्रहरीले जनाएको छ। हालसम्म घटनाको कारण स्पष्ट नभए पनि पुरानो ऋषिविषीका कारण योजनाबद्ध रूपमा आक्रमण भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।